प्रसिद्ध स्विडिश वैज्ञानिक अल्फ्रेड बर्नार्ड नोबेलको सम्झना या फेरि उनकै नामबाट नोबेल पुरस्कारको स्थापना भएको थियो। उनले चाहिँ डायनामाइट नामक विस्फोटक पदार्थ पत्ता लगाएका थिए हैन। ट्राइनाइट्रोटुलिन टिएनटी पनि भनिन्छ त्यसमा मुख्य एक्सप्लोजिभ एजेन्टको रूपमा, जुन चाहिँ प्रथम विश्वयुद्धको समयमा विभिन्न हात हतियार र बमहरू बनाउन प्रयोग भएको थियो। र सबभन्दा पहिले फिजिक्समा नोबेल पुरस्कार जित्ने वैज्ञानिक हुन् जर्मनीका वैज्ञानिक विल्हेल्म कोनार्ड रोएन्टेजिन। उनले चाहिँ एक्सरेको डिस्कभरीको लागि उक्त पुरस्कार जितेका थिए भने त्यस्तै केमिस्ट्रीमा सर्वप्रथम नोबेल पुरस्कार जित्ने वैज्ञानिक हुन् ज्याकोब्स एच भ्यान होफ। त्यस्तै मेडिकल क्षेत्रमा चाहिँ सबभन्दा पहिले नोबेल पुरस्कार जित्ने व्यक्ति हुन् जर्मन मेडिकल साइन्टिस्ट इमिल भोन बेहरिङ हैन। त्यस्तै फरक फरक क्षेत्रमा दुईचोटि नोबेल पुरस्कार जित्ने मानिसहरू पनि छन्। जस्तै महिला मध्ये म्याडम क्युरीले चाहिँ फिजिक्स र केमिस्ट्रीको क्षेत्रमा दुईचोटि चाहिँ 2 नोबेल पुरस्कार जितेकी थिइन्। उनले रेडियम पोलोनियम जस्ता एलिमेन्टहरू पत्ता लगाएकी थिइन् भने त्यस्तै रेडियो एक्टिभिटीको क्षेत्रमा धेरै रिसर्च गरेकी थिइन्। त्यस्तै लिनस पाउलिङ भन्ने साइन्टिस्टले चाहिँ सन् 1954 मा केमिस्ट्रीको क्षेत्रमा चाहिँ नोबेल पुरस्कार जितेका थिए। फेरि सन् 1962 मा शान्तिको क्षेत्रमा पनि नोबेल पुरस्कार जितेका थिए। यसरी दुई पटक फरक फरक क्षेत्रमा नोबेल पुरस्कार जित्ने दुईटा मानिसहरू, एउटा महिला म्याडम क्युरी, एउटा पुरुष वैज्ञानिक लिनस पाउलिङ। र फिजिक्सको क्षेत्रमा दुईचोटि एउटै वैज्ञानिकले नोबेल पुरस्कार पनि जितेका छन् र ती वैज्ञानिक हुन् अमेरिकन फिजिसिस्ट जोन बार्डिन। उनले एकपटक चाहिँ ट्रान्जिस्टरको आविष्कारको लागि नोबेल पुरस्कार जितेका थिए भने दोस्रो पटक चाहिँ थ्योरी अफ सुपर कन्डक्टिभिटीको लागि नोबेल पुरस्कार जितेका थिए।